मिजार समाज धेरै पिछाडिएको समाज, हाम्रो जिजु बाजेदेखि धेरै पिछाडिएको समाज आज हामी यस स्टेजमा उपस्थित भएका छौँ। हाम्रा पुर्खाहरूले जुत्ता सिलाउँदै आउनुहुन्थ्यो। हामी सम्पूर्ण बुबा आमा दाजुभाइ तथा दिदीबहिनीहरूको जुत्तामा चोट नलागोस् हिँडडुल गर्दाखेरि भनेर उहाँहरूले सिलाएर हाम्रो गोडालाई सुरक्षित राख्दै आउनुभएको थियो। र आज हाम्रो भाइले यहाँ जुत्ताको सिप लिएर आउनुभएको छ र यसैमा हाम्रो सङ्गीत पनि हामीले ल्याएका छौँ, कृपया स्वीकार दिनुहोला। त्यसभन्दा म थोरै समय लिन चाहन्छु हामी समग्रमा सबैको लागि, देशको लागि। हिमाल सजाइदेऊ, पहाड तराई सजाइदेऊ, हिमाल सजाइदेऊ, पहाड तराई सजाइदेऊ, अरू केही चाहिँदैन हामीलाई, हाम्रो देश नेपाल बचाइदेऊ। हस् त, अब हामी हाम्रो प्रस्तुतितिर लाग्छौँ। हाम्रो प्रस्तुति छ, उहाँ चाहिँ जुत्ता सिलाउने हाम्रो मिजार समाजको समुदाय हुनुहुन्छ र म चाहिँ हुन त मिजार नै हो, तर यहाँ म केही अन्य अरू जाति त म जुत्ता सिलाउन जाँदैछु। हस् त, स्वीकार्नु होला। अहो रामु दाई, नमस्कार छ है। नमस्कार। आजभोलि के गर्दै हुनुहुन्छ? नमस्कार नमस्कार दाजु, ठिकै छ, के गर्नु, बसी बसाइ छ। ए ल, ठिक छ। अनि मलाई विवाह पार्टीमा जानुपर्ने थियो। हजुर हजुर। अनि सिंहदरबार जरुरी मिटिङमा पनि जानु थियो। मलाई टिलिक्क टल्किएको जुत्ता, एकदम शानदार नेपालीको शान देखाउने जुत्ता सिलाइदिनु न है? ए हुन्छ दाइ, हुन्छ। मेरो काम नै जुत्ता बनाउने हो दाइ। जुत्ता म बनाइदिइहाल्छु नि तपाईँलाई, किन चिन्ता गर्नुभयो? हजुर। तर के गर्नु दाइ, विडम्बना यस्तै छ। जुत्ता त बनाइन्छ, कति मान्छेहरूको खुट्टामा काँडा बिज्ला, खुट्टा काट्ला भनेर जुत्ता त बनाइदिन्छु। तर के गर्नु, तर जुत्ता लगाएर हाम्रा मान्छेहरू सिंहदरबारसम्म पनि पुगे, तर हामीलाई त दाजु बाहिर नै राखिदिए नि त। भित्र त हाम्रो प्रवेश छैन कि जस्तो लाग्यो। के कसो हो, साह्रै दुःख लागेर आउँछ। हजुर, दुःख मान्नु पर्दैन भाइ। हामी सम्पूर्ण सबै जात जाति हामी यस नेपालको साझा फुलबारीमा हुर्किएका हामी नेपाली हौँ। हजुर हजुर। यसमा तपाईँले दुःख मान्नु पर्दैन भाइ। मेरो पनि काटे रातै रगत आउँछ, हजुर हजुरको पनि त्यस्तै आउँछ। त्यसैले हाम्रो लागि भनेर यहाँहरूले जुत्ता सिलाइदिनु भएको छ। यसमा दुःख मन नमान्नु होला। हामी सबै मिलेर बस्नुपर्छ। हजुर हजुर। एक अर्काको पेसा हो यो, होइन? पेसालाई चाहिँ हामीले अँगाल्नुपर्छ, बिर्सनु हुँदैन, होइन? दुःख लाग्छ दाजु, तर के गर्नु, हिजो आज त हाम्रो पेसा पनि अरूले नै अँगाल्दै आएन रे भन्ने लाग्छ। नेपाल यसो सोच्छु के, तर जीवनमा बाँचेर खानै गाह्रो छ जस्तो लाग्छ हो दाजु मलाई आजभोलि त। होइन होइन भाइ, पेसा भनेको सबै पेसा एउटै हुँदैन। कसैले लुगा सिलाउने, कसैले जुत्ता सिलाउने, कसैले घर बनाउने, कसैले मठ मन्दिर बनाउने, मूर्ति बनाउनेदेखि लिएर सम्पूर्ण आफ्नो पेसा हुन्छ। यसमा दुःख नमानौ। हेर्नुहोस् त, पराई देशले यही जुत्ता सिलाएर कहाँसम्म पुगिसक्यो, तर हाम्रो समाज, हाम्रो देश जहाँको तहीँ छ। यसैले हामी सम्पूर्णले जसले जाने पनि, जसले सिलाए पनि हुन्छ। यसमा दुःख नमान्नु होला। र मैले
गाउँका दाजुभाइ तथा दिदीबहिनीहरूलाई मैले अब यो दुःख गर्दा गर्दै घाँस दाउरो मेलापात र यो पेसा गर्दै हामी थाकित छौँ र मैले गाउँका दाजुभाइ दिदीबहिनीहरूलाई निमन्त्रणा गरेको छु। हामी पनि समाजमा एउटै हौँ, हामी पनि नाच्ने गाउने गीताउने रमाउने आज देउसी झ्याउरी गीतमा नाचेर रमाउनु हुन्न सर? हुन्छ हुन्छ दाजु, अब जिन्दगीमा के गर्नु है, नाच गानै रमाइलो रहेछ, यसैमा पनि सन्तुष्ट हुनुपर्छ। हजुर ल हस् त नि है त हस्। ओहो दिदीबहिनीहरू नमस्कार है। नमस्कार ल नमस्कार है नमस्कार। सन्चै आरामै हुनुहुन्छ? हजुर यसो हामीलाई पनि रमाइलो गर्नु मन लाग्यो दाजु। हुन्छ ल मिलेर गाउँ न त, ल रमाइलो गरौँ। हुन्छ हुन्छ हस् हस् हुन्छ। यो सामान हटाइदिउँ त भाइ। हाम्रो पुर्खाहरूले हामीलाई केही पाठ दिएर जानुभएको थियो र अब हामी हाम्रो प्रस्तुतितिर लाग्नेछौँ। स्वीकार्नुहोला। कृपया ताली बजाइदिनु होला।
हर्ष अनि उल्लासको सास फेर्न गर्नुपर्छ संस्कृति जगेर्न एकअर्काको बनेर सारा फेरौँ अब सोचाइ र विचार एकअर्काको बनेर सारा फेरौँ अब सोचाइ र विचार फेरौँ अब सोचाइ र विचार नेपाली हौ नेपाल हो हाम्रो घर बनोस् कानुन सबैलाई बराबर नेपाली हौ नेपाल हो हाम्रो घर बनोस् कानुन सबैलाई बराबर एकअर्काको बनेर सारा फेरौँ अब सोचाइ र विचार एकअर्काको बनेर सारा फेरौँ अब सोचाइ र विचार फेरौँ अब सोचाइ र विचार नेपालीको यस्तै छ साना भाषा भेषा संस्कृति पहिचान नेपालीको यस्तै छ साना भाषा भेषा संस्कृति पहिचान एकअर्काको बनेर सारा फेरौँ अब सोचाइ र विचार एकअर्काको बनेर सारा फेरौँ अब
हजुर धन्यवाद। जार समाजको तर्फबाट यहाँहरूलाई पस्किसकेको छौँ। हस्त सम्पूर्ण आयोजक टिम, व्यास नगरपालिका, प्रज्ञा प्रतिष्ठान, हस् धेरै धेरै धन्यवाद छ आयोजक टिमलाई धन्यवाद मितार दिँदै समाज हामी व्यास बिदा हुन नगरलाई चाहन्छौँ। हस्त यो धन्यवाद। जाउरे प्रस्तुतिका लागि। हामीसँग समय निकै कम छ। आज हाम्रो समापन समारोह पनि चल्नेछ। आज हाम्रो अन्तिम दिन। सहभागी सम्पूर्णलाई प्रमाणपत्र, प्रोत्साहन रकमका साथै झाँकीमा उपस्थित भई प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्न सहभागीलाई प्रमाणपत्र र पुरस्कार प्रदान गर्ने कार्यक्रम पनि छ। सँगै हाम्रा स्थानीय कलाकारहरूको प्रस्तुति, राष्ट्रिय कलाकारहरूलाई सम्मान कार्यक्रम पनि भएको हुँदा कृपया आफ्नो प्रस्तुति राखिदिन आउने समूहले आफ्नो प्रस्तुति, संस्कृतिका बारेमा केही विषयवस्तु छन् भने अवश्य राखिदिनु होला। नत्र भने सम्बोधनले समय लिने काम नगरिदिन म हार्दिक अनुरोध गर्दछु। सबैलाई समयको महत्त्व छ। टाढा टाढाबाट संस्कृति प्रस्तुतिका लागि यहाँ विभिन्न समूहहरू आउनुभएको छ। अब भने म आफ्नो प्रस्तुतिका लागि आदिकवि भानुभक्त क्याम्पसलाई मञ्चमा आमन्त्रण गर्दछु। आदिकवि भानुभक्त क्याम्पसको प्रस्तुति छ साकेला नाच। तयारी अवस्थामा रहिदिनु हुन क्षेत्रीय समाज नेपाल व्यासनगर कार्य समितिलाई म हार्दिक अनुरोध गर्दछु। सिद्धबेनी माध्यमिक विद्यालयबाट कौराहा लिएर आउनु भएको छ भने कृपया विद्यालयको परिवारको सदस्यले सम्पर्क गरिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। सिद्धबेनी माध्यमिक विद्यालय